यो चाहिँ मेरो पहिलेदेखिकै सोच थियो क्या, एकचोटि चाहिँ समुद्रमा चाहिँ नुहाउनु पर्यो भन्ने मेरो सोच थियो पहिलेदेखिकै। तर समय मिलिरहेको थिएन। फाइनली अहिले चाहिँ मिलेको छ। म समुद्रमा गइरहेको छु है त। कस्तो हुँदो रहेछ भनेर समुद्रमा गइराखिएको छ। हामी चाहिँ 3 जना गइराखेको थियौँ। अहिले चाहिँ म एक्लै छु। यहाँ भिडियोमा चाहिँ एक्लै देखिरहेको छु। अब साथीहरू पछाडि छन्, हेर्न सक्नुहुन्छ गाइज। एकदम नुनिलो पानी, आँखा एकदम बेसरी पोल्दो रहेछ। तर पनि रमाइलोको अगाडि आँखा पोलेको त के नै हो र। धेरै दामी, धेरै रमाइलो भइरहेको छ। त्यस कारणले पनि यो आँखा पोलेकोलाई खासै यो गरिराखिएको छैन हामीले। त्यसैले एकदम एकदम रमाइलो छ। साथीहरू पछाडि इन्जोय गरिरहेको छन्। हाम्रो उहाँ आर्मी सर पछाडि चाहिँ डुबुल्की मारिराख्नु भएको छ। आर्मी सरले झन् बबाल इन्जोय गर्नुभएको छ। उहाँ कहाँ पर एक्लै बिचमा पुगेर चाहिँ गरिराख्नु भएको छ। मलाई चाहिँ फेरि अलि डर लाग्छ कि पहिलोचोटि कहिले पनि समुद्रमा छिरेको थिएन, अनि कहिले पनि समुद्रमा नछिरेको भइसकेपछि चाहिँ अलि डर डर जस्तो महसुस भइरहेको थियो। यतापट्टि यता भिसमा लाजले लुकिरहेको छ। यहाँ क्यामेरामा देखा परिरहेको छैन। ऊ चाहिँ अलि लजाउँछ, लजालु पारेको मान्छे हो। ऊ चाहिँ अलि लाजाले क्यामेरामा आउनु अलि लजाएर साइडमा हिँडिरहेको छ। तर साह्रै आनन्द लाग्ने क्या। उताबाट आफू बिचतिर जान खोज्यो, उताबाट छाल आउँछ, छालले खुत्ता बाहिरै फालिदिन्छ। अनि फेरि अगाडि बढ्न खोज्यो, उताबाट छालले आउँछ, फेरि बाहिरै पाखातिर फालिदिइहाल्छ के। धेरै आनन्द आउँदो रहेछ। एकचोटि चाहिँ नुहाउँछु नै भन्ने मेरो सोच थियो। धेरै वर्षदेखिको सोचेर बसिरहेको थिएँ। धेरैचोटि समुद्रतिर गइयो घुम्नलाई, डुल्नलाई, तर पानीमा चाहिँ यसरी पौडेको चाहिँ थिएन अहिलेसम्म। तर अहिले चाहिँ आज चाहिँ हामी पौडिरहेका छौँ। एकदम दामी छ, आनन्द। नुनिलो पानी, आँखा पोल्दै नुहाउनको मजा नै छुट्टै छ यहाँनिर। खासै धेरै मान्छे चाहिँ आज छैनन्, किनभने हामी चाहिँ आज सोमबारको दिन आएको हो नि त। सोमबार त मान्छेहरू धेरै हुँदैन। आइतबारको दिन हो भने त यहाँ नुहाउने ठाउँै पाइँदैन मान्छेले। केटीहरू टन्न हुन्छ। अनि आइतबार चाहिँ हामी नगएको। आइतबार चाहिँ रमाइलो चाहिँ अब आइतबार धेरै रमाइलो हुन्छ। धेरै मान्छे भएपछि अब रमाइलो नै हुन्छ। तर पनि हामी चाहिँ सोमबार आयौँ। हामी चाहिँ 3 जना मात्रै आएका छौँ। 3 जना मात्रै डुलिरहेका छौँ। उहाँ पछाडि देख्न सकिन्छ एउटा बोट बसिरहेको छ। त्यसमा चढेर घुम्ने मान्छे हुन्छ भनेर उसले पनि मान्छे पर्खेर बसिरहेको छ। हामीलाई चाहिँ सोधिरहेको थियो, जाने हो भनेर सोधिरहेको थियो। हामी चाहिँ त्यसमा भन्दा पनि हामी चाहिँ यसै गरी पानीमा डुबेरै चाहिँ इन्जोय गरिरहेका छौँ। त्यसैले हामी चाहिँ जाँदैनौँ भनिदिउँ उनलाई। धेरै रमाइलो छ क्या। पहिले पाखाबाट हेर्दाखेरि चाहिँ जस्तो डर लागेको थियो कि पानी पनि पुरा निलो कि हरियो कस्तो कलर हो यस्तै देखिने के डर लाग्यो। पस्ने बित्तासै चाहिँ डुबाइहाल्छ नि। तर त्यस्तो हुँदो रहेछ। नुहाउने गरेको ठाउँमा चाहिँ त्यस्तो हुँदैन रहेछ। बनाएकै होला सायद। थोरै पानीको लेभलदेखि बिस्तारै लेभल बढ्दै जाने रहेछ। सोचे जस्तो बाहिर बस्दा चाहिँ धेरै डर लागेको थियो। तर त्यहाँभित्र छिरिसकेपछि चाहिँ खासै डर लागेन। अलिअलि गर्दै धेरै टाढासम्म पुग्यो। तर पनि खासै डर लागेन। डर बिर्सिँदो रहेछ क्या। हाँसेकै गफ गर्दै हाँस्दै पानीको बिचमा जान थाल्यो भनेदेखि चाहिँ डर बिर्सिँदो रहेछ कि। रमाइलोले गर्दा डरै बिर्सिँदो रहेछ। सुरुमा त मलाई पानीमा झर्न पनि डर लाग्थ्यो। झर्ने त चाहिँ डुबिहालिन्छ होला जस्तो लागेको नि त। अब समुद्र भनेपछि त समुद्र त कति हुन्छ नि त गहिराइ होइन। समुद्रको गहिराइ थाहा पाउन त समुद्रमै छिर्यो भने मात्रै थाहा पाउन सकिन्छ, नभए बाहिरबाट सकिँदैन भन्ने चाहिँ एउटा त्यस्तो शब्दहरू चाहिँ सुनेको थियो। त्यसैले म चाहिँ सोच्थेँ समुद्रमा नै छिर्नुपर्छ त्यसको गहिराइ थाहा पाउनलाई भनेर। धेरै डर लाग्थ्यो क्या। धेरै नै गहिरो हुन्छ, छेउदेखि नै गहिरो हुन्छ भन्ने लागेको थियो। तर त्यस्तो हुँदो रहेन रहेछ। यो नुहाउने ठाउँ बनाएको ठाउँमा चाहिँ त्यस्तो हुँदो रहेन रहेछ। छेउदेखि नै अलिअलि गर्दै पानीको लेभल बढ्ने रहेछ। अलि धेरै टाढा त्यो